यातायातको क्षेत्रमा प्रयोग गरेर यातायातमा क्रान्ति ल्याउन सकिन्छ। हामीले यदि शिक्षा क्षेत्रमा क्रान्ति ल्याउनु भयो भने महान फिलोसफर अनि दार्शनिक भूमिका महान विचारहरूले हामीले समावेश गर्न सक्छौँ। जस्तै महात्मा गान्धीले जुन चाहिँ नयाँ तालिम जसलाई हामी बेसी एजुकेसन भन्छौँ 1937 मा त्यसले के भन्छ भन्दाखेरि चाहिँ लर्निङ बाइ डुइङ। त्यस्तै प्रकारले त्यसमा के फोकस गरेको छ भन्दाखेरि चाहिँ गिभ अप यो इमेज देखाउन चाहन्छु। यो इमेज हेर्नुहोस्, उहाँको दर्शनीले के भन्छ भन्दाखेरि चाहिँ लर्निङ बाइ डुइङ भने चाहिँ हामीले धेरै कुराहरू सिक्छौँ भनेर भन्छ। त्यस्तै प्रकारले रुसोको फिलोसफीले के भन्छ भन्दाखेरि चाहिँ त्यसमा चाहिँ नेचुरल इन्भाइरोमेन्टको फोकस गरेको छ। जहाँनिर चाहिँ चाइल्डहुड स्टेजलाई चाहिँ 5 भागमा डिभाइड गरेको छ, जसमा 0 to 2 एजलाई इन्फेन्सी स्टेज भनेको छ, जसमा चाहिँ सेन्सरी मोटोरिक स्किल्सहरू डेभलप हुन्छ अनि फिजिकल डेभलपमेन्ट हुन्छ भनेर भनेको छ। त्यस्तै प्रकारले 2 देखि 12 इयर्ससम्म चाहिँ चाइल्डहुड स्टेज हुन्छ भनेको छ। त्यसमा चाहिँ डाइरेक्ट एक्सपिरियन्स डाइरेक्ट एजुकेसन दिनुपर्छ भनेको छ। त्यस्तै प्रकारले 12 देखि 15 वर्षको चाहिँ प्री एडोलेसेन्सको पिरियडमा हामीले लजिकको कुराहरू साइन्सको कुराहरू दिनुपर्छ भनेको छ। त्यस्तै प्रकारले 15 देखि 20 इयर्सको एडोलेसेन्सको पिरियडमा हामीले मोरल एजुकेसनहरू दिनुपर्छ, इथिक्सको कुराहरू दिनुपर्छ भनेको छ। त्यस्तै प्रकारले 20 भन्दा एबभ चाहिँ एडल्टहुड पिरियडमा हामीले रेस्पोन्सिबिलिटीको कुराहरू सिकाउनुपर्छ भनेको छ। यदि हामीले यो कुराहरूलाई सही ढङ्गमा प्रयोग गर्यो भने कुनै पनि आर्टिफिसियल इन्टेलिजेन्स र टेक्नोलोजीहरूलाई हामीले युज गर्नु पर्दैन। र अघि सहज बनाउँछ भनेर भन्नुभयो। विपक्षी दलका नेताहरू कान छ भने खोलेर सुन्नुहोस्, आँखा छ भने राम्ररी ज्यादा समयसम्म हामीले ल्यापटप युज गर्नाले मोबाइल फोनहरू युज गर्नाले हामीलाई टाउको दुख्ने जस्तो बिमार हुन्छ कि हुँदैन भन्नुहोस् त। Kalau saya sudah